हेलो एभ्रिवान, सबैले स्वागत छ एउटा च्यानलमा। लङ टाइम पछि सानो भिडियो लिने प्रयास गरिरहेको छु। अब म ड्युटी जान लाग्यो गाइज। लाइट बन्द। जीवनमा मैले खाने के छ र, यस्तै त हो नि त हैन। यस्तो कम्पनी छ, पानी पनि लानु पर्दैन। पानीको बोतल हेडीकी लानु पर्छ, पानी चाहिँ खान पाइन्न यार। यस्तो छ कम्पनी, जस्ट लाइक दिस हैन। ठिकै छ नि त, बेच्दा हैन। डिक्सफ्युज यो कम्पनीको ड्रेस हो हैन। अब के भन्नु त अरू। अहिले नाइट ड्युटी छ हाम्रो बिरालो। अन्त बिरालोको हालत आँखा फुटेछ। म्याउ। हामीर बाटो क्रस गर्दाखेरि ख्याल नगर्ने भने हामीले चाहिँ गाडीले मतलब हुँदो रहेछ क्या। अन्त लास्ट टर्नआउट होइन, यदि गाडीले हान्यो भने सक्यो। छेटीपुटी केही छैन। कुकुर मरायो होइन। यो सहर बबाल छ होइन। के बबाल हुनु रहेछ त यार। अनि माझमा चाहिँ म गाडीमा जान लाग्यो गाइस। म 40 छाडेको छु। पेट्रोल पम्प अनि दिस इज द गाटी बस स्ट्यान्ड। 40 छलाई कस्तो छ हेर्नुहोस्। बस छुटिसक्यो थाहै छैन। प्र्याक्टिस सबै कुराहरू। अन्त माथि अरबिकमा लेखेको छ के हो 220 231। अनि 7:20 भनेपछि अझै छ टाइम। अभियसली गर्न अब सबै कुरा। अब हाम्रो यहाँनिर एटिएम कार्ड हुन्छ होइन। बबाल छ ठाउँ। सर एसी क्यामेरा लक सबै। खत हाम्रो जहांगीर आ चुका है। और लोग बाहर ही में देखा होगा। हमारा इधर लोग कति अग्लो छ रे। खत ज्यादा डुबडुबी यस्तै हो। हामी जाने गाडी आयो। बेस्ट बबाल छ यार। पीछे से आगे जाएंगे हम। यस्तो लुकेर गर्नुपर्छ क्या भिडियो, नत्र भने गर्नै पाउँदैन नि त। एउटा कि मस्जिद हो के हो, मन्दिर भन्छ यसलाई। मुस्लिमहरू बस्ने ठाउँ हो। बसेर मुस्लिमहरूले प्रे गरेको ठाउँ हो। यस्तो बाल बनाउनु चाहिँ अन्त मान्छे छैन। के गर्छ। लु फाइनली मैले काम गर्ने ठाउँ आइपुग्यो। 15 मिनट बाटो। बबाल छ क्या ठाउँ त। आमा यो क्यामेरामा त यस्तो बबाल देखिने नि त होइन। तर के हो, रेलमा त्यस्तो छैन। हाम्रो एक जहांगीर भन्छन् के अरे यसलाई, गइरहेछ। क्यामेरामा त हो सहर हो नि त, सहरै हो नि त यसो भन्छ नि त। यस्तो बबाल छ क्यामेरामा। बबाल घर हुँदैन के साथीहरू। पारि कक्रोच हेरिरहेको छ यार। हाम्रो बाल छ भिडियो गरेको खोइ थाहा भयो भने भिडियो गरेर अब कसैको त्यो भयो भने फेरि डिस्काउन्ट सब। हेर्नुहोस् मैले काम गर्ने ठाउँमा यस्तो घट्ट छ पिसीहरू।
फुल्लो पिसी झकमक्क छ यार यहाँदेखि सरल अल पिसी काउन्टर instruction and सब